रवि के रवि ल ठिक छ होइन रवि अगर हाम्रो सभापतिज्यूले खाएछ भने म आफू होइन उहाँ 5 करोड खाएछ या 50 करोड खाएछ म तिर्छु के म यहाँहरूको माइकको अगाडि बोलिरहेको छु म तिर्छु तर 87 अरब खोइ 88 अरब खोइ भनेपछि रविले यदि हिनामिना गरेको प्रमाणित भयो भने तपाईँ तिर्न तयार म तिर्न तयार छु म तिर्छु म त तपाईँको यो मैदानमा अब जुन छ नि सुन्नु म चाहेको भए आज मेरो काठमाडौँमा 10 वटा घर हुन्थ्यो के मेरो उहाँको अब शुभचिन्तक है पीर त छ के दुःख त लाग्छ होइन तर गर्ने के त्यसै आखिरी होइन यिनीहरूले नै अब मिलेर ठुला दलहरू मिलेर जो चाहिँ अब यो अहिले चाहिँ तपाईँको दुई ठुला दल मिलेर जसरी चाहिँ होइन अब सरकार छैन केही चाहिँ थाहा भइरहेको छैन अहिले यत्रो चाहिँ अब देशमा सङ्कट छ होइन तर सरकार छ कि छैन कि जिन्दा छ कि मरेछ त्यो पनि हामीलाई केही थाहा छैन के पत्तो पत्तो छैन हिजो अस्ति भर्खर हजुरले हेर्नुभयो होला 25 करोड रुपैयाँ जुन छ नि होइन अब कसको पैसा त हरियालाई चाहिँ समात्ने अनि त्यसको मालिक खोइ त त्यसको संरक्षण गर्ने को भन्दाखेरि देशलाई खोक्लो बनाइसक्यो राम्रोलाई चाहिँ गर्न नदिने होइन यिनीहरू अब होइन देशको टाकाहरू जुन चाहिँ टाकाहरू मिलेर चाहिँ देश लुट्ने बोलेपछि मुखमा ट्याप लगाइदिने के भन्दाखेरि यो त अन्याय अत्याचार भयो नि त त्यसको लागि कति लखेट छ हाम्रो पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेज्यूलाई कति लखेट्नुहुन्छ उहाँ फुटबलमा भरेको हावा हो के अझै हामीहरू होइन जति उहाँले बजारे पनि होइन उहाँ त्यति माथि जानुहुन्छ मेरो म चाहिँ रामप्रसाद महतो मेरो घर ललितपुर वार्ड नम्बर 14 म बागमती प्रदेश विभागीय सदस्य पेसाले म सिभिल ओभरसियर अहिले चाहिँ हाम्रो अभिभावक आज चाहिँ उच्च अदालत आउँदै हुनुहुन्छ उहाँको स्वागतको लागि हाम्रो यो सबै राष्ट्रपा परिवार सबै यहाँ एकट्ठा भएको छु राष्ट्रपाको अस्तित्वलाई लिएर कुन यो जुन छ नि होइन अब एकदम कस्तो लागिरहेछ भन्दाखेरि अरू भएको भए उहिले नि ढल्थ्यो होला तर हाम्रो रवि सर भनेको बाघ हो कि बाघ भएपछि होइन उहाँलाई चाहिँ अब तपाईँको जुन छ नि होइन हामी के हो भने जनताको होइन यो राष्ट्रपा भनेको तपाईँ हाम्रो सबै जनता आम जनताको पार्टी हो के होइन यो कसैको हाम्रो तिम्रो यो राजावादी फाटावादी कोही राजावादी होइन के हामी चाहिँ होइन हामी चाहिँ राष्ट्रवादी हो के हामी राष्ट्रवादी हो र राष्ट्रको लागि हामी चाहिँ के गर्नुपर्छ यो माटोको लागि नेपाल आमाको लागि होइन हामी गर्न तयार छौँ किनभने हाम्रो पछि चाहिँ हाम्रो पिँढी छ के हाम्रो आउनेवाला बच्चाहरू छ त्यसको भविष्य सुनौलो पार्नको लागि हामी पनि गऱ्यो भनेदेखि हामी सत्यमा हिँड्यो भनेदेखि हामी एकदम आँखामा आँखा नाकमा नाक होइन फेसमा फेस जुदाएर कुरा गर्न सक्छौँ होइन तर हामी एउटा केही गल्ती गऱ्यो भने हामीले एउटा भुस्नाले पनि उडाइदिन्छ के भन्न खोजेको त्यो हो हामी गल्ती गर्दैनौँ तर अन्याय अत्याचार सहँदैनौँ के सर तपाईँ एउटा पेसाले सिभिल इन्जिनियर भन्नुभयो होइन अब आफ्नो एउटा पेसा गरेर बसिरहनु भएको व्यक्ति हुनुहुन्छ तर राष्ट्रपामा अहिले यस्तो घटना जुन भइरहेको छ अहिले अब पर्सामा लगेर मुद्दा अडाइदिएको अवस्था छ चारवटा ठाउँमा चाहिँ कुकुर खेलियो तर पर्सामा लगेर चाहिँ किन रोकियो भनेर आइरहेको छ नि यो के कारण हो पर्सामा रोक्नुको कारण यस्तो छ सर यस्तो छ के अब काले मिली खाऊ भाले होइन यिनीहरूको सबैको जुन छ नि होइन अब सहमति हो रविलाई जसरी पनि माथि चाहिँ होइन आउन नदेऊ होइन अब उहाँ त हाम्रो चाहिँ 84 को प्रधानमन्त्री हो नि त पीएम हो नि त हाम्रो होइन अब अहिले नै उहाँलाई हेर्नुहोस् न छोडेर हेर्नु न तपाईँ यो जति बुढापाकाहरू छ नि यो सबैलाई हत्करी लागेर भित्र जाने हो होइन सबै भित्र जाने हो